राम्रा मान्छेले राम्रो बनाउँछन् भनेको हो रहेछ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। हेर्ने नजर हो कि सबैले बनाएको राम्रो छ है। सँगै त सजिलो छ त। कोसीका किनारमा कोसीका किनारमा के फुल फुल्यो घरै उज्याला। ल कसार बटार्नुमा व्यस्त हुनुहुन्छ त हाम्रो दिदी त। कसार बटार्नलाई बेहुलाको आमाले चाहिँ पूजा गरिदिनुहुन्छ। काका पण्डितजी तिर आगो पनि बलिसक्यो। ल है अब चाहिँ आयो है अर्ग्यानिक तरिकाले, नेचुरली तरिकाले। कस्तो रमाइलो है। पानी लगाउनु पर्ने, दुध पनि लाग्यो है। फेरि दुध लगायो। उम्लेर जान आँटे सक्खर भने चाहिँ चलाइराख्नु पर्ने रहेछ। अब चाहिँ एक्सपर्ट आउनु भयो कि अब चाहिँ केही हुन्छ कि जस्तो छ है। सक्खर पाकिसक्यो हाम्रो, अब यसलाई राख्ने काम हुँदैछ है। मौलिक परम्परा हो नि त यो। ल हेर्नु त, होइन र? हो नि त। यस्तो राम्रो कुराहरूलाई, राम्रो हाम्रो परम्परा, हाम्रो यी राम्रा कुराहरूलाई चाहिँ हामीहरूले जगेडा गर्नुपर्छ। नराम्रो कुराहरूलाई अपडेट गर्दै जानुपर्छ। यो राम्रो कुरा हो नि त है। हेर्नु त, त्यसैले हामीले आगो ताप्नु, मुढाको कुरो सुन्नु, पाखाको भनेको यही हो नि। हेर्नु त, हेर्नु त, यी नानीहरू, यी बाबुहरूले कहाँबाट जान्नु, कहाँबाट सिक्नु। हेर्नु छक्क परेर हेर्दै हुन्छ उहाँहरू के भनेको भनेर। हेर्नु त, छक्क परेर हेर्दै हुन्छ। तर उहाँहरूले सिक्नुहुन्छ पुस्तान्तरण। यसरी त हुने हो नि होइन। राम्रो कुराहरू यसरी त झगडा हुने हो नि। हेर्नुलाई हेर्नुहोस्, राम्रो बाटो है, राम्रो गोलो गोलो बनाऊ है। ल राम्रो राम्रो गोलो गोलो बाटो है नानी हो। अनि राम्रो राम्रो ज्वाइँ पाइन्छ। ल ल जोडी बाटिसक्यो है नानीहरूले। भयो भयो, राम्रो भयो। 5 वटा 6 वटा 7 वटा। ल डल्ला कि कसार हो त्यस्तै राम्रो देखियो नि हो, किन नदेख्नु। ल